हेलो एभ्रिवान, आज चाहिँ हामी नवबुद्धतिर बुद्ध जयन्ती ह्यापी बुद्ध जयन्ती भन्छ के भन्छ बुद्ध जयन्तीको चाहिँ सबैजनालाई एकदमै शुभकामना। ह्यापी बुद्ध जयन्ती। आज चाहिँ हामी नवबुद्धतिर सबैजना फ्यामिली नै है यति रेती राम्री भएर कुर्ती लाएर जाँदैछौँ। सानी चाहिँ रेडी भइसक्यो। हेलो गरिदिनु ल। रेडी भइसकेको हो, यता हेर रेडी भइसकेको। ल हामी कता जाँदै हो रे आज? हामी नवबुद्ध जाँदै हो। ल सानी हामी कता जाँदै हो रे? ब्याकग्राउन्डलाई चाहिँ अहिले इग्नोर गरौँ होइन, सबै यहाँनिर केही मिलेको छैन। भद्रगोल छ, किन भन्दाखेरि अब यो मर्निङ टाइम भयो, त्यही भएर सबैजनालाई चाहिँ नवबुद्ध जाने नै हतार भयो। कोठा कसले हेर्ने होला होइन। ह्यापी बुद्ध जयन्ती। ल ल हामी हिँड्यौँ। पार्किङ भेट्छ जस्तो छैन। हामीले चाहिँ पार्किङ नै नभेटेर अब यहाँबाट चाहिँ हामी हिँड्दै हिँड्दै नै माथि जान्छौँ होइन। को हिँड्नु सक्ने कि नसक्ने हो? सक्नै पर्यो, नसके पनि। ल ठिक छ, ल ल छिटो जाऊँ, छिटो 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 छिटो। अहिले यहाँ गाडी आउँछ के? आइपुग्यो। नवबुद्ध आउन चाहिँ रमाइलो, तर हिँड्नै गाह्रो के। तर यस्तो पिसफुल, यस्तो राम्रो ठाउँमा आउनु त हिँड्नु पनि दुःख पनि त गर्नु परेन होइन। यसलाई चाहिँ हाम्रो दुःख। यहाँबाट फेरि भिडियो बनाउनु दिँदैन कि, यही प्रब्लम, यही गाह्रो लाग्छ मलाई। ओ माय गॉड। हामी चाहिँ यहाँबाट मेनबाट निस्क्यौँ। अब चाहिँ हामी यहाँ सबैजनाको नाम लेख्न थालेको। यो चाहिँ हामी कहाँ लगेर यति आन्टीले चाहिँ लेख्दै हुनुहुन्छ, यता हेरिदिनुहोस्। मम्मी कस्तो भइरहेछ? ल भन्नुहोस् मम्मी कस्तो भइरहेछ त? ल हामी चाहिँ यहाँ नाम लेख्न लागेको। फर्स्टमा कसको नाम भयो? फुलमाया तामाङ, हाम्रो हजुरआमा। त्यसपछि पापा, रमाइलो भइरहेछ हामी फर्स्ट टाइम। म चाहिँ लिएर आउँछु हामी सबैजना चाहिँ अब लुन्दर बाँड्न गइरहेको छौँ। हामी सबैजना यता हेरिस्यो। हामीले सबैजनाको के भन्छ अरे नाम लेखेर चाहिँ हामी बाँड्नको लागि गइरहेको छौँ। हामी आफ्नो फ्यामिलीको नाम लेखेर। यहाँ हुनुहुन्छ मम्मी, आन्टी सबैजना। कस्तो भयो त बाबा आजको दिन? आजको दिन धेरै राम्रो। कस्तो भइरहेको छ? अहिले गर्मी भइरहेछ, हिँडिरहेछ। अनि अरू त्यस्तै हो। अनि खाना खानु पाएको छैन? टाइम पनि कस्तो राम्रो के। अब हामी पनि यही बानी हो सायद है। यही बानी होइन त? यस्तो छ। कति धेरै राम्रो रहेछ यतातिर त। लुन्दर अब
अब हामी नि यहीँ बान्ने हो घाम चाहिँ लास्टै चर्को परबाट है ल फाइनली हामी चाहिँ माथि आइपुग्यो कति धेरै माथि रहेछ यस्तो छ भ्यू चाहिँ हामी यति माथि आइपुग्यो उता हेर्नुहोस् कस्तो मजाको छ सुन्दरहरू लगाएको कति धेरै छ त्यही हो अब यो बाटोबाट जानुपर्ने रे तल ओ गड गाह्रो छ ऊ त्यहाँ दुईजना मम्मी र दिदी चाहिँ बाँध्दै हुनुहुन्छ यता अङ्कल बाँधेर आइसक्नु भयो उता अङ्कल गाडी जानुभएको छ कस्तो राम्रो कि वहाँसम्म चाहिँ हेर्नु वहाँसम्मै छ बानीको वाउ कस्तो राम्रो देखिने तर भ्यू चाहिँ है अब बाँकी छ होला सायदै बाँकी छैन भने त अब जाने खाना खाने 11 बजिसक्यो गाह्रो भइसक्यो भोकले हिँड्दा 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 चढ्दा 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 त्यही हो अब यहाँबाट गएपछि खानासाना खाएर अनि फेरि जाने ल भयो त के भन्न चाहनुहुन्छ बानेर कस्तो फिल भयो हो र बुद्ध चितामाला कति मुखे रहेछ अङ्कल यसको हो के त पैसा आउने खै कसरी थाहा हुन्छ मुख सानो सानो कति मुखे रहेछ भनेर हेरेको बुद्ध चितामालालाई माहौल अब चाहिँ हामी यहाँबाट सक्यो आज हाम्रो यो लास्ट फाइनल डेस्टिनेसन अब चाहिँ हामी सरी निस्केको तिमीलाई केही भन्न छैन आज रमाइलो भयो शान्त भयो पिस ठाउँमा आइपुग्यो हामी पिस भन्छ चिप्लेर चाहिँ गइदिने हो क्या ऊ चिप्लेर गइदिए सुरुवाल च्यातेलाई प्यान्ट च्यातेलाई पर्छ नि त तैँले लियो नानी बाटेहरू ए लियो मलाई त केही यादै भयो पापा खोइ पापा अगाडि खाना खाने टाइम सकेर हामी चाहिँ घर आएर नि रेस्ट गरेर बसिरहेको थिएँ नेक्स्ट ब्लगमा भेटौँला अब बाई बाई एभ्रिवान